ल साथीहरू मैले चाहिँ 12 बजेको खाना खानुको लागि रेडी भइसकेँ हो। अन्त आज हाम्रो खानामा चाहिँ छ, आज चाहिँ 12 बजी चिकन पाकेको छ हो। अन्त यो चाहिँ घरकै सानो खालको टमाटरको अचार, रातको अचार खोर्सानी अन्त यो चाहिँ मिक्स दाल छ हो। यो कालो दालहरू हो, चाना दालहरू हालेर म चाहिँ खाना भोक लागिसक्यो। अब यतिखेर चाहिँ भोक लाग्छ नि त होइन। चिकन देखेपछि चाहिँ खुसी लाग्न थालेको छ आजकल चाहिँ हो। खालि चिकनहरू मात्रै खानु मन लाग्छ मलाई त, के भएको। ठुल्ठुलो भए पनि खोर्सानी त पिरो रहेछ हौ हाम्रो। हिजो चाहिँ खाँदैन नि त मासु, मङ्गलबार, अनि आज चाहिँ बुधबार चाहिँ हामीले 12 बजी नै खाएको नि। लन्चमै मिलो अचार हो, मजा। सबैले खाइसक्यो अनि म चाहिँ लास्टमा खाँदैछु नानीलाई खाना खुवाइकन। बाई बाई साथीहरू।